सम्पूर्णमा नमस्कार। आज मिति 2081 साल चैत 20 गते बुधबारको राशिफल यस प्रकार रहेको छ। मेष राशि। मेष राशि हुनेहरूको लागि आज मेहनत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ। व्यवसाय फस्टाएर जानेछ भने लगानीको नयाँ वातावरण बन्नेछ। आम्दानीमा बढोत्तरीको योग रहेको छ। शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आम्दानी बढाउन सहयोग पुग्नेछ। परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। छोटो दूरीको यात्रा हुने योग रहेको छ। वृष राशि। वृष राशि हुनेहरूको लागि आजको दिन विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। स्वास्थ्य सामग्री तथा औषधिजन्य व्यापारबाट लाभ लिन सकिनेछ। काम वा अध्ययनको सवालमा लामो दूरीको यात्रा हुने योग रहेको छ। विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ। आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ। गैर र न्यायिक काम नगर्नुहोला, दण्ड वा जरिवान तिर्नुपर्ने हुन सक्छ। माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि आज मोटो धनमाल हात पार्ने समय रहेको छ। इच्छा पूर्ति गर्न वा शारीरिक सुख प्राप्त गर्ने बहानामा केही धन खर्च पनि हुनेछ। घर जग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्न सक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठिक हुँदैन। दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान प्रदान गर्ने समय छ। काम छैन भने पनि माइती पक्षसँग सम्पर्क गरी खबर बटुल्नु राम्रो हुन्छ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि आजको दिन आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ। काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ। न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ। साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ। मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ। नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरूले काम पाउने प्रशस्त सम्भावना रहेको छ। काम गर्ने ठाउँमा तपाईँको कामको प्रशंसा हुनेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि आज प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा वृद्धि हुनेछ। अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ। सृजनात्मक काम गर्नाले धन, मान र प्रतिष्ठा बढ्ने दिन रहेको छ। धर्म, अध्यात्म र परोपकारी कामतर्फ मन आकर्षित बन्न सक्छ। धार्मिक सामाजिक काममा समय दिनुपर्दा बाहिर अल्मलिने दिन छ, तर पनि आफ्नो काम लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्ने छैन। कन्या राशि। कन्या राशि हुनेहरूको लागि आजको दिन नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ। आफन्त तथा दिदीबहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ। प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ। व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुल्नेछ। कर्म प्राप्तिको निमित्त लामो दूरीको यात्रा तय हुनेछ। राशि स्वामी बुधको शुभ प्रभावले लेखन तथा साहित्यमा बाँकी रहेका कामहरू फत्ते गर्न सकिनेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि आज पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्न सक्छ। निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने सही समय छ। आज घर परिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठिक हुन्छ। व्यस्त रहनुपर्ने समय छ, तर सहकर्मीको साथ पाउनाले दिन सजिलै बित्नेछ। मेहनतको परिणाम पनि राम्रै रहनेछ। बेलुकीपख रोमान्टिक र चञ्चल मनस्थिति बन्न सक्छ। घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ। लभमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउनेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि आजको दिन मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुने समय रहेको छ। पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम अग्रस्थानमा आउनेछ। व्यापार फस्टाएर जाने हुनाले अर्थ सङ्ग्रह मनग्गे गर्न सकिनेछ। प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई हराउँदै अग्रपन्थीमा आउन सकिनेछ। पुराना ऋण तथा समस्याहरू हल भएर जानेछ। मामा तथा मावली पक्षको सहयोगले राम्रा काम गर्न सकिनेछ। प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ। धनु राशि। धनु राशि हुनेहरूको लागि आज बाल्यावस्थाका मित्रहरू, आत्मीयजन वा छोराछोरीसँग सम्पर्क वा भेटघाट हुने तथा रमाइलोमा सरिक हुने दिन छ। भावना र इच्छाहरूको कदर हुनेछ। अलि धेरै मेहनत गर्नुपर्ने समय छ, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसिप, सहुलियत वा विशेष अवसर प्राप्त हुन सक्छ। अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिनेछ। आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ। केही समय घर परिवार र सन्ततिको जिम्मेवारीमा बित्न सक्छ। सम्झौता वा करार गर्न अनुकूल समय छ। मकर राशि। मकर राशि हुनेहरूको लागि आजको दिन आमा, आफन्त तथा सहयोगीबाट भने जस्तो सपोर्ट पाइने हुँदा मन प्रसन्न रहनेछ। घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ। समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ। कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ।
जीवनसाथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भए आफ्ना भावना साटासाट गर्न सकिनेछ। अध्ययनमा अलिक बढी समय दिन सक्दा प्रगति गर्न सकिनेछ। कुम्भ राशि हुनेहरूको लागि आजको दिन आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ। पति पत्नीमा एक किसिमको समझदारी कायम हुने दिन छ। अभिव्यक्ति कौशलमा निखार आउनेछ। अध्ययन लगावले व्यक्तित्व विकासको सुअवसर मिल्नेछ। आजको मिहिनेतले प्रतिस्पर्धाको दौडमा अग्रणी हुन सकिनेछ। मान सम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन भए तापनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ। हाके ताकेको उपलब्धि प्राप्त हुने तर महत्वाकांक्षा बढिरहने परिस्थिति रहेको छ। मीन राशि हुनेहरूको लागि आज सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुल्नेछ। बोलेर गर्ने कुनै पनि पेशा व्यवसाय फस्टाएर जानेछ। समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ। कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ। प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ। गीत सङ्गीत तथा मोडलिङ पेशा व्यवसायबाट भने जस्तो आम्दानी हुनेछ। हवस् त आजलाई राशिफल यति नै। कृपया ध्यान दिनुहोस् कि राशिफल सामान्य मार्गदर्शनको लागि मात्र हो। व्यक्तिगत निर्णयहरूमा आफ्नो विवेक र परिस्थिति अनुसार विचार गर्नुहोला। आजको तपाईको दिन शुभ रहोस्। नमस्कार।